सम्पूर्णमा नमस्कार। म दुर्गा सुवेदी। मैले विद्यालय बिदा भएको दिन आइतबारको समय पारेर नेपाली संस्कार अनुसार दुना टपरी बनाउँदै आफ्नो कार्यलाई व्यस्त बनाउने कोसिस गरेकी छु। हामीले सुरुमा सालको पात टिपेर रेडी गरेर ल्याइन्छ र हाम्रो सुकेको बाँसको कभरबाट मसिनो छिन्का तयार गरेर यसलाई हामीले दुना र टपरीको रूपमा प्रयोग गरिन्छ। यसरी हामीले आफ्नै सिप प्रयोग गरेर दुना टपरी बनायो भने विभिन्न पूजाआजाहरूमा प्रयोग गर्न सकिन्छ। यसको लागि हामीले बजारमा सर्वत्र राखिएका दुना टपरीहरू भन्दा घरमै आफैले तयार गरेका दुना टपरीहरू प्रयोग गरी धार्मिक कार्यहरू सञ्चालन गर्न सकिन्छ। मैले धेरैजसो आफूले घरमा गरिने धार्मिक क्रियाकलापमा आफैले प्रयोग गरेर दुना टपरी प्रयोग गर्ने गरेकी छु। हजुरहरूलाई यहाँ सम्पूर्ण प्रक्रिया सहित जनाइएको छ। जस्तै टपरी बनाउन हामीले के गर्नुपर्छ, दुना बनाउन के गर्नुपर्छ भनेर सबै प्रक्रिया देखाइएको छ। यदि हजुरहरूलाई मनपर्छ भने यो भिडियो अन्तिमसम्म हेरेर दुना टपरी बनाउनलाई यसलाई अझै उपयोगी बनाउन सक्नुहुन्छ। हजुरहरूको पनि खाली समयमा घर नजिकै जङ्गल छ भने सालको पातहरू टिपेर ल्याएर यसरी दुना टपरीहरू बनाएर राख्न सक्नुहुन्छ। हामीलाई प्लास्टिकको प्लेटहरू भन्दा पनि यसरी अर्ग्यानिक पातहरूबाट बनाइएका टपरी र दुनाहरू धेरै हामीले सजिलो तरिकाले प्रयोग गर्न सकिन्छ भने यसरी दुना टपरी प्रयोग गर्दा पैसा कम लाग्ने र हाम्रो समयको पनि सदुपयोग हुने हुन्छ। अनि हामीले खाली समयमा आफूलाई व्यस्त बनाएर केही सृजनात्मक कार्य पनि गर्न सकिन्छ। सम्पूर्ण जो इच्छुक हुनुहुन्छ हजुरहरूलाई पनि यस्तै कार्यहरू सृजनात्मक कार्यहरू गर्न रुचाउनुहुन्छ भने तपाईँहरूले पनि अवश्य प्रयोग गर्नुहोला। आफ्नो कला सिप प्रदर्शन गर्नु भनेको आफ्नो समयको सदुपयोग गर्नु पनि हो र मानसिक तनावहरू हटाउने, कार्य व्यस्त रहने, पैसाको बचत हुने र समयको पनि सदुपयोग हुने हुँदा हामीले यस्ता सृजनात्मक कार्यहरूलाई जोड्नु पर्दछ। कहिलेकाहीँ हामीले विद्यालयमा विद्यार्थीहरूलाई पनि यस्ता गतिविधिहरू सिकाइरहेका हुन्छौँ। दैनिक जीवनोपयोगी सिपहरू अन्तर्गत दुना टपरी बनाउने कार्यहरू हामीले विद्यालयमा पनि सञ्चालन गरिरहेका छौँ। प्रत्येक वर्ष यसको प्रतिस्पर्धा नै गराइन्छ। सर्वप्रथम त हामीलाई यस्ता कार्यहरूको लागि आफूमा थोरै भए पनि ज्ञान हुनु आवश्यक छ। यो हामीले कसरी सिक्न सकिन्छ भने आफूभन्दा अग्रजहरूबाट केही नजानेका कुराहरू पनि सिकेर आफू अब्बल हुने र आफूले जानेका कुराहरू अन्य विद्यार्थी भाइ बहिनीहरू र सिक्न जागरुक हुने सम्पूर्ण व्यक्तिहरूलाई सिकाउन पनि सकिन्छ। सिक्ने र सिकाउने यो कला निरन्तर चलिरहन्छ। सिकाइले मान्छे सानो ठुलो वयस्क र वृद्ध केही भन्दैन। सिकाइ घरमा मात्रै नभएर घर बाहिर छिमेकमा, समाजमा, विद्यालयमा र अन्य सङ्घ संस्थाहरूमा पनि विभिन्न कार्यहरू सिकिरहेको देख्न सक्छौँ। यसरी हामीले सिकिरहँदा आफूसँग भएको सिकाइ स्थानान्तरण हुन सहयोग पुग्दछ भने आफूभन्दा अगाडि आउने पुस्ताहरूलाई पनि ज्ञानको स्थानान्तरण गर्न सक्छौँ। यसलाई हामीले सहज रूपमा स्वीकार गर्दै दुना टपरी बनाउने कार्य सञ्चालन गर्नुपर्दछ। विशेष गरेर हामी हिन्दूहरूले विभिन्न पूजाआजा, घर पूजाहरू र मङ्गल चतुर्थी पूजा र विशेष गरेर श्राद्ध विशेषमा पनि हामीले दुना टपरीहरूको प्रयोग भएको देख्ने गरिन्छ। यसै गरी विभिन्न मठ मन्दिरहरूमा विभिन्न धार्मिक कार्यहरू गर्दा पनि हामीलाई दुना टपरीको आवश्यक पर्ने हुन्छ। यसकारण हामीले दुना टपरीलाई यसै गरी अगाडि बढाउँदै लैजानुपर्छ।
यो भिडियो अन्तिमसम्म हेरेर तपाईँहरूलाई पनि यस्तै खालको दुना रबरी बनाउन आयो कि आएन एकचोटि प्रयोग गरेर हेर्नुहोस् है त। र कस्तो लाग्छ तपाईँहरूले सल्लाह सुझाव पनि कमेन्ट बक्समा दिनुहोला। धन्यवाद, नमस्कार। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने मेरो दुर्गा सुवेदी च्यानलमा गएर सब्सक्राइब गर्न सक्नुहुनेछ र हजुरहरूसँग भएका यस्तै ज्ञानहरूलाई पनि सबै सामु देखाउन अन्य भिडियोहरू सिर्जना गर्न सक्नुहुनेछ। हामीले एकले जानेका कुराहरू अर्को समक्ष यसै गरेर पुर्याइरहनेछौँ। धन्यवाद।